लेख्नुभयो। तब उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा बढी चढाएकी छे, किनकि यिनीहरू सबैले आफ्नो प्रशस्तबाट भेटी चढाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिए। आमेन। है, यो चाहिँ तपाईको एउटा कुरो के भन्दा परमेश्वरले चाहिँ तपाईँ र हामीलाई चाहिँ सही मूल्याङ्कन गर्नुहुन्छ। आमेन। है, हामी हृदयको अन्तर्स्करणबाट परमेश्वरलाई स्वीकार गरौँ। सबभन्दा ठुलो तपाईको भेटी, सबभन्दा ठुलो समर्पण चाहिँ के हो भन्दा परमेश्वरमा चाहिँ परमेश्वरलाई चाहिँ पूर्ण रूपमा चाहिँ स्वीकार गर्नु हो। आमेन। हाम्रो जीवनलाई चाहिँ परमेश्वरमा चाहिँ समर्पण गर्ने चाहिँ ठुलो कुरा हो। आमेन। है, अब यो भेटीघाटीका कुरा यहाँ चाहिँ विधवाको भेटीको कुरा चाहिँ परमेश्वरले यहाँ राख्नु भएको छ, किनभने धनीमानी मानिसहरूले त आफ्नो प्रशस्ततामा जति पनि छ, जति दिए पनि पुग्यो, दिए पनि भयो, छ त टन्न भएपछि त दिनु जति दिँदा नि हुन्छ। तर हुँदै नभएको मान्छेले पनि आफ्नो सबै तपाईँको आफ्नो जीविका नै चलाउने 2 पैसा थियो, त्यो 2 पैसा नै तपाईँको विधवाले चाहिँ यहाँ भेटिदिएको कुराहरू छ। आमेन। उसले त के भन्दा उसको कमाइ नै त्यति थियो, त्यति नै जम्मै दिए, भोलि के खान्छ। तर त्यसरी चाहिँ परमेश्वरलाई प्रेम गरेको चाहिँ यहाँ लेखिएको छ। अरूले हेर्दा त के हामीले यत्रो दान पात्रमा यत्रो पैसा हालेको छौँ, विधवाले त 2 पैसा पो हाले भनेर चाहिँ खिसी गर्ने पनि त्यहाँ थिए। तर परमेश्वरले खिसी गर्दै थिए। परमेश्वरले के भन्नुभयो भने यहाँ सबभन्दा बढी भेटिहाल्ने को त विधवा हो। अरूले त आफ्नो भएर हालेका छन्, टन्न छ त्यो भएर हाले, उसले त हुँदै नभए पनि आफ्नो जति छ त्यति सबै सुम्पिएको थिए। त्यस कारणले सबभन्दा भेटिहाल्ने चाहिँ बढी भेटिहाल्ने को त विधवा हो भनेर चाहिँ परमेश्वरले यहाँ भन्नुभएको छ। त्यसको अर्थ के हो भने सबभन्दा ठुलो कुरो के हो? समर्पण हो। आमेन। सबभन्दा ठुलो कुरो के हो? समर्पण हो। उसले के गरे भन्दा सबै समर्पण चाहिँ उसले के गरे? परमेश्वरलाई गरे। हैन, 2 पैसा उसँग भाकै 2 पैसा छ, अरूले त खटाएर दिए, उसले जति छ त्यति दिए। त्यस कारणले सबभन्दा ठुलो कुरो चाहिँ के हो? समर्पण हो। तपाईहरूले जति सक्नुहुन्छ त्यति दिने हो। हैन, चर्च मण्डलीमा, दशांशमा, मण्डलीमा भेटिहाल्ने कुरामा जति छ त्यति हाल्ने, तर स्वच्छ मनले हाल्ने, मन नदुखाइकन परमेश्वरको राज्यमा काम गर्ने। आफूले गरेका हालेका भेटीहरू, आफूले गरेका कामहरूलाई चाहिँ तपाईँको नगर्ने, किनकि परमेश्वरमा समर्पण गर्ने हो, जसले गर्दा चाहिँ परमेश्वरको राज्यको लागि ठुलो काम हुन्छ र परमेश्वरले चाहिँ हामीलाई प्रशस्त रूपमा चाहिँ आशिष दिनुहुन्छ। त्यस कारणले कतिपय भन्छ अरूले 1000 2000 हाल्छन्, मसँग त दशांश हाल्ने भने पैसा छैन। तपाईँले मैले बारम्बार भन्ने गरेको थिएँ, 5 रुपियाँ हाल्नु छैन, तपाईँको कमाइ नै त्यो 5 रुपियाँ छ त कति हाल्नु? आमेन। त्यस कारणले जति छ त्यति परमेश्वरको राज्यमा तपाईँ र मैले सहयोग गर्ने, तर गर्न चाहिँ पर्यो। आमेन। छैन भने जति छ, बरु विधवाले चाहिँ 2 पैसा, अरूले चाहिँ 1000 100 500 हाले होला, विधवाले 2 पैसा हालिन्, किनकि उनीसँग भएकै 2 पैसा छ त कति हाल्नु त, हैन। त्यस कारणले हामीले के गर्नु पर्यो भने परमेश्वरको राज्यमा चाहिँ समर्पण गर्नुपर्छ। घैला भन्छ, घैला मिलेर त नदी हुन्छ। आमेन। त्यस कारणले परमेश्वरको यहाँ चाहिँ के गर्नु भन्नुभएको छ भने सबभन्दा ठुलो चाहिँ के हो? समर्पण हो। विधवाले चाहिँ परमेश्वरमा चाहिँ आफ्नो जीवन चाहिँ